मलाई म अहिले ठ्याक्कै यता छु होइन, तर मलाई सबभन्दा मन परेपछि चाहिँ रुखलाई हाम्रोतिर रुख काट्छन् होइन, यो गर्छन्, तर यो रुखलाई किराले यत्रो रुख छ होइन, यो भयङ्कर विशाल रुख छ, यो रुखलाई किरा नलागोस् भनेर स्लाइन दिइरहेछ क्या सबै रुखमा होइन। यहाँ कतिवटा हालेछ क्या, यो अघि चेक गर्दै थियो प्राविधिकहरू आएर म आउँदाखेरि, अनि अहिले चाहिँ फेरि सबमा दिइसकेको रहेछ क्या, उताकोमा पनि यताकोमा पनि होइन, सबमा के यसमा पनि दिइरहेछ, सबैमा प्रायमा दिइरहेको रहेछ क्या। कस्तो राम्रो सुविधा के, विकसित देश भनेको विकसित देशै हो होइन। उता एकजना नेपाली हुनुहुँदो रहेछ, दौरा सुरुवाल लाएर हिँडिराख्नु भएको छ होइन। म अघि आउँदाखेरि म यता नास्ता खाना आउँदाखेरि चेक गरिरहेको थिएँ कि, अहिले त पुरै स्लाइन दिइरहेको रहेछ होइन, यो किराहरू नलागोस्, किराले यत्रो रुख छ अनि पुरै स्लाइन दिएर बचाइरहेछ क्या। यस्तो मन परेको पक्ष हो मलाई यो होइन, यस्तो राम्रो के। वाउ, विकसित देश भनेको विकसित देश हो नि, जे यस्तै हो भने प्रविधि भनेको प्रविधि छ होइन। सबै रुखमा स्लाइन दिइरहेछ क्या, यो के कतिवटा हालेछ क्या, कति धेरै रुख कति धेरै त्यसमा पनि दिइरहेछ होइन, यहाँ पनि दिइरहेछ। यस्तो छ, हेर्नु पऱ्यो, बालेन सरकार सिक्नु पऱ्यो केही। अनि यो यति ठुलो सिँगै रुख सारेको अरे क्या, यो मैले सोधेको थिएँ, यो टेका दिइरहेछ होइन। मैले सोधेको थिएँ कि के गरेको भनेको, त्यो सिँगै रुख चाहिँ ठुलो रुख बुढो रुख ल्याएर चाहिँ अनि सारेको भनेर भने क्या। अनि यहाँ यस्तो हालिरहेछ, यो सबैतिर पोका 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 बनाएर स्लाइन दिइरहेछ क्या। यस्तो राम्रो, कस्तो मन परेको विषय हो। यसरी नै प्रकृतिलाई माया गऱ्यो भने त प्रकृतिले पनि हामीलाई माया गर्छ नि त होइन। यहाँ चाहिँ अब यस्तो राम्रो छ होइन। मान्छे हाम्रोतिर विकासको नाममा विनाश गर्छन्, रुख काट्छन्, बिरुवा काट्छन्। यहाँ चाहिँ कसरी हुन्छ, बिरुवालाई जोगाउँ भन्ने अभियानमा लागेको रहेछ क्या। कस्तो राम्रो क्या, यो किराले खान्छ छिट्टो मर्छ भनेर होला, यस्तरी बिरुवाहरूलाई पुरै दिइरहेछ ल। त्यस्तो छ है।